मुक्ति चाहिँ हाम्रो कर्मले होइन तर परमेश्वरको अनुग्रहले पाइन्छ। यदि आजले तपाईँको जीवन समाप्त भयो भने के तपाईँ निश्चित हुनुहुन्छ कि तपाईँ परमेश्वरसँग अर्थात् परमेश्वरको राज्यमा हुनुहुनेछ? यो प्रश्नले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। धेरै मानिसहरू सोध्छन् असल काम गरे पुग्छ, धर्मी भएर धार्मिक काम गरे पुग्छ, दान पुण्य गरे अर्थात् दान दिए पुग्छ। तर बाइबलले भन्दछ मुक्ति चाहिँ हाम्रो कर्मले होइन तर परमेश्वरको अनुग्रहले पाइन्छ। एफिसीको पुस्तक 2 अध्यायको 8 र 9 पदमा यस्तो कुरा लेखिएको छ, किनकि तिमीहरूले विश्वास र अनुग्रहले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो, कामहरूबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिइहाल्नुभयो अनि जसले उहाँमाथि विश्वास गर्छन् तिनीहरूले चाहिँ अनन्त जीवन पाउन् भनेर चाहिँ बाइबलले भन्दछ। रोमीको पुस्तक 10 अध्यायको 9 पदमा यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौ भने र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनु भयो भने आफ्नो हृदयमा विश्वास गर्यौ भने चाहिँ तिमीले मुक्ति पाउनेछौ भने। त्यसैले आज नै फर्कनुहोस्, आफ्नो पापहरू स्वीकार गर्नुहोस् र येशू ख्रीष्टलाई उहाँले प्रभु र मुक्तिदाता हुनुहुन्छ भनिकन विश्वास गर्नुहोस्। किनभने प्रभु येशू ख्रीष्टले भन्नुभयो कि बाटो सत्य र जीवन चाहिँ म नै हुँ, मद्वारा बाहेक कोही पनि परमेश्वर कहाँ अथवा पिता कहाँ हुन सक्दैन भनिकन। किनभने बाटो सत्य र जीवन चाहिँ प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ। यसैले आजको निर्णयले तपाईँको अनन्तको भविष्य बदल्न सक्छ। येशू ख्रीष्टले सबैजनालाई चाहिँ प्रेमपूर्वक बोलाउँदै हुनुहुन्छ कि उहाँमा विश्वास गर्ने चाहिँ सबैले मुक्ति पाओस् र अनन्त जीवन पाओस् र कोही पनि नष्ट नहोस् भन्ने उहाँ चाहनुहुन्छ।